नमस्ते सबैलाई। सानो भ्लगमा आज म माल्टाको गोजिबा भन्ने ठाउँको सानो दृश्य देखाउँदैछु। धेरै दिन रुममा बसेको कारणले गर्दा वाक्क लागेर आज मौसम पनि सफा छ अनि साँझको बेला पनि छ, त्यही भएर यसो हावा खान निस्केको थिएँ। त्यही भएर एउटा सानो भिडियो बनाएको छु। कस्तो लाग्छ अन्त्यसम्म हेरिदिनु होला। राम्रो लाग्यो भने लाइक बटन पनि थिचिदिनु होला। म चाहिँ आज माल्टाको यो सानो पार्कमा छु र यहाँ देख्न सक्नुहुन्छ हरियाली पनि छ, धेरै रमाइलो पनि छ, मान्छेको क्राउड पनि छैन। त्यही भएको कारणले गर्दा बस्नको लागि, हावा खानको लागि एकदम शान्त ठाउँ छ। त्यही भएर म आएको छु। माल्टा सानो भए पनि यस्ता रमणीय ठाउँहरू धेरै छन्। तपाईँहरूलाई म देखाउँदै जानेछु प्राय भ्याएसम्म गएको ठाउँहरूमा। अब कहिलेकाहीँ कामको बिजी भइन्छ, त्यही भएको कारणले त्यति फोटो र भिडियोहरू खिच्न पाइँदैन पनि। तर आज धेरै दिन भयो म छुट्टी लिएर बसेको, त्यही भएको कारणले गर्दा मैले यो भिडियो बनाएको छु है। र अन्त्यमा तपाईँको साथ सपोर्टको लागि सधैँ आभारी हुनेछु। धन्यवाद।